दर्शकवृन्द नमस्ते। अहिले म तनहुँको दमौली स्थित दुर्गा मन्दिर चोकबाट बोलिरहेको छु, जुन पुरानो ट्राफिक कार्यालय भवन रहेको थियो। यहाँ बाटो निर्माणको काम भइरहेको छ। बाटो निर्माणको सिलसिलामा यहाँ ठुलो जाम लागेको पनि दृश्य म यहाँलाई देखाउन चाहन्छु। यो निकै लामो जाम रहेको छ। यहाँ पनि मैले हिजो एउटा रिपोर्ट गरेको थिएँ, भोलेटार चोक दमौली 3 तले भयो भनेर। यो चोकको अवस्था पनि त्यस्तै छ। यो दुर्गा मन्दिर अगाडिको चोकहरूमा पनि यो बाटामाथि साबिक मारफाली होटल लगायतका ठाउँहरूमा भर्याङ हालेर घरमा जानुपर्ने अवस्था आएको छ। यो वाल जुन यो म यहाँ दृश्य लिइरहेको छु, यो चाहिँ व्यास नगरपालिका वार्ड नम्बर 4 तर्फ जाने बाटो हो। यो यसमा अझै केही समय लाग्ने जस्तो देखिएको छ यो बाटो निर्माणको लागि। अगाडिपट्टि म यहाँलाई देखाउँछु नयाँ बनेको यो दुर्गा मन्दिर। दृश्यमा दुर्गा मन्दिर देख्न सक्नुहुनेछ। दृश्यमा तपाईले देखिरहनु भएको छ यो व्यास नगरपालिका वार्ड नम्बर 4 तर्फको भाग हो, जुन यो राजमार्ग विस्तारसँगै यहाँका घरहरू जुन यो मारफाली होटल लाइनको दृश्य मैले यहाँलाई देखाइरहेको छु। यहाँका घरहरू निकै अग्लो भएको छ। यसले चाहिँ विकास सँगसँगै यहाँका स्थानीयहरूलाई एउटा शास्ति पनि भएको छ। मैले यो दुर्गा मन्दिर अगाडिको जुन जिल्ला प्रहरी कार्यालय अगाडिको चोकबाट यहाँहरूलाई यो दृश्य देखाइरहेको छु। बाटो निर्माणको काम भइरहेको छ। यद्यपि यो सबैभन्दा दमौलीमा सबैभन्दा सुरुमा भत्काइएको ठाउँ हो। सुरुमा भत्काइए पनि अहिलेसम्म यसको चाहिँ काम प्रगति केही कम देखिएको छ। यो बाटो निर्माणकै सिलसिलामा आज ठुलो जाम लागेको छ। यहाँ यो मादी नदीको पुल नजिकैको भागमा डोजरले काम गरिरहेको हुँदाखेरिमा यो ठुलो जाम देखिएको छ। यो जाम करिब भोलेटार चोक भन्दा पनि उतैसम्म पुगिसकेको देख्न सकिन्छ। उतापट्टि मादी नदीको पुलसम्म जाम लागेको छ भने यतापट्टि भोल्टार चोकसम्म ठुलो जामको दृश्य म यहाँहरूलाई देखाइरहेको छु। यो व्यास नगरपालिका वार्ड नम्बर 4 तर्फ जाने बाटो हो। यहाँ पनि समस्या देखिएको छ। भोलेटार चोकमा जस्तै यहाँ पनि अग्लो र होचो हुनेछ। यद्यपि यहाँको बिजुलीको पोलबाट उता फुटपाथ बस्ने भन्ने पनि त्यसको अहिलेसम्म चाहिँ निदो भइसकेको देखिएको छैन। यो यहाँले देख्न सक्नुहुनेछ अहिले नयाँ बनेको दुर्गा मन्दिर।